वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो भिडियोमा। आज म यसो निगालाई खान जान लागेको। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। भिडियोलाई पनि हेरिदिनु होला। अनि आज चाहिँ म सब्जी लागिरहेको थियो, अनि लुगा धोएर अनि म चाहिँ निगालाई खान जान लागेको। यस्तो गर्मी भयो, यस्तो गर्मी छ आजभोलि। गर्मी लागिसक्यो। अनि च्याप्प बाह्रमा तपाईँहरू देख्न सक्नुहुन्छ यो नार्सिङ गाउँ। आज चाहिँ घाम लाग्यो र अब्बालै देखिन्छ। यो चाहिँ नार्सिङ झरना भयो। अनि आज चाहिँ निगालाई काट्ने अनि आउने, लुगा धुन्छ। फेरि घर गएर फेरि अघि लुगा धोएर आएको, फेरि लुगा धुनु पर्छ गएर। अनि अरू त के भन्नु तपाईँहरूलाई, म यहाँ यस्तो बाटोमा जाने हो कि फेरि सर्पाउला नि डर लाउँछ मलाई त। यस्तो खालको बाटो, फेरि झिर्सिङ माटो नि त्यही मलाई डर लाग्छ कि माटो नि हिँड्नु, माटो पनि बाटो नि भत्के रहेछ। गर्मी एकदम भोरा है आपको। बाटो नि पहिरोले कहाँ आउने। हरियाली भइसक्यो माथि हो म चाहिँ जाने। चित्रो खानुभयो होला जस्तो। अब चित्रो पनि सब चराहरूले खाइदिइसक्यो जस्तो। चितरो चाहिँ छैन त, सब खाइदिएको चराले। यस्तो अन्त बाटो, त्यही भएर हरियो सर्पहरू च्याप्प सुतेको देख्दा पनि डर लाउँछ। यस्तो झिँगाहरू ह्याङ गर्छ। अनि यस्तो खतरनी बाटो त, अनि यहाँ डर नलाग्नेहरू। सर्पले काने नि सिधै मणिपाल हस्पिटलमा भर्ना गरिदिन्छ त। चितरो त कहीँ राखेको छैन त, के हो? सब खाइसक्यो खतम। चितरो यो गरे सब निलिसक्यो त चराहरूले। गर्मी चाहिँ छ क्या गाउँतिर। अनि ब्लगलाई पनि हेरिदिनु होला, माया देखाइदिनु होला। सब्सक्राइब बढाइदिनु पऱ्यो कि गाइस। गर्मी एकदम गर्मी छ अहिले चाहिँ। चराको बच्चा रहेछ क्या, कराइरह त। पहिरो त डेन्जरै गइन्छ। गर्मी भएर झ्याउ लाउने, काम गर्नै अल्छी लाउँछ क्या यस्तो भयो भने त। यस्तो खोर घाममा काम गर्नु पऱ्यो भने त म तर अस्तितिर त गरेको यो काम। अब आउँछ होला पैसा पनि 2-3 दिनमा। अनि हाम्रो दानामा
भूमि पूजा 27 गते छ कि हो भूमि पूजा अलिअलि रहेछ भूमि पूजा मनाउने पैसा बढाउनु पर्छ नि त त्यही भएर हामीले पैसा बढाउनु त्यस्तो डरै लाउने रहेछ र बाटो नि होइन म खाँदिनँ अरिङ्गाल हो यो अरिङ्गाल ए कमिला बोलाउ रहेछ ल सिधै म तपाईँहरूलाई निगाला खानीमा गएर बेच्छु है त ल म त यहाँ खोलानिर आइसक्यो बहुत गर्मी अरे यार अहिले बाटो बग्दो बग्ने यो खोला पनि उताबाट आउँथ्यो यताबाट आएको अहिले त यो गरौँ यहाँ मुख धुनु पर्यो नि त सोडा गऱ्यो भने त कन्नानु पनि खानिहाल्ने यस्तो गर्मीले बहुत थकान्स दिँदो रहेछ मजा अब निगाल खाने ठाउँमा पुग्यौँ होइन आइपुगेँ म अब यो आगोले ढलेको अनि भाँचीको निगालाहरू त्यो चाहिँ ल्याउनु भन्नुभएको थियो मम्मीले त्यही भएर चाहिँ म यता आइदिएको नत्र त माथि अर्सुको निगाला काट्नु जान्थेँ म झागराहरू चाहिँ दामी भएर रहेछ अहिले त यहाँ बच्चाहरू नि हुन्छ नि त अहिले त चराहरूले बच्चा खाने बेला पनि भइसक्यो नि त बेला भइसक्यो भन्दा नि हुर्काइसक्यो क्या धेरैले त्यही भएर यहाँ छ नि त केही हो यसको नाम मैले उपर देख्थेँ अस्ति नि त काटिसक्यो कि अरूले सायद नकाटेको भए चाहिँ मलाई ठिक हुन्छ यहीँबाट 50-60 वटा जति काटिन्छ अनि लिएर गइन्छ घरि फेरि लुगा धुन्छ है आँखा बच्चा हुन्छ कि यहाँ यसो नखराइकन हिँड्नुपर्छ है बच्चाहरू देखिन्छ क्या म बच्चा हेर्न आएको होइन नि त यहाँ चराको म त यहाँ निकाला काट्न आएको हो भनेपछि हेर्नु पर्यो नि त छैन यहाँ बस्यो कहाँ गयो यहाँ बस्यो यस्तो गर्थ्यो भर्खर कहाँ गयो कहाँ बस्यो यार के साप काटेको त अस्ति त यहीँ पेरै थियो क्या बा छैन त अहिले त सब काट्यो यहाँ अलिअलि रहेछ नि जानु होइन पहिला त्यहाँनिरको हेरौँ कत्रो छ अलिक मोटामोटी लानु पर्यो नि त थाङ्राको लागि यहीँमै बसेको थियो अघि त कहाँ गएर बस्यो क्या फेरि होइन हामीले चलाइन्छ नि र होला सायद तिनीहरू चाहिँ कराउनु थालेको अब कहाँबाट काट्ने होला त उता जानु पऱ्यो पहिला उता काट्छु अनि यता काट्नु पर्ला सोच मेरो त्यो हो यस्तै हो कि लान्छ है डरेलो लाग्यो भएर यस्तो सब वनहरू
आसियो छ क्या गुणहरू पनि हुनुपर्ने त यार ल गाइज म चाहिँ अब यहाँ काट्छु अनि भारी निगालाको भारी बनाउँछु अनि तपाईँहरूलाई कतिवटा काट्छु त्यो पनि बनाउला अनि म चाहिँ भारी सारी बनाएर तपाईँहरूलाई देखाउँछु है त गाइज ल गाइज यही हो मैले काटेको चाहिँ कतिवटा छ भने यहाँ 64 छ यो हल्कै रहेछ अहिले फेरि यहाँ पो हल्का हुन्छ वहाँ जाने बेला चाहिँ गुरुङ हुन्छ नि त त्यही हेरेर मैले यति नै हालिदिएको गाइज अब सिधै म घर गएर बेच्छु अब भारी बोकेको बेलामा अब निगाला हो त्यही नि दुःख हुन्छ जहाँ यस्तो घुम्थ्यो रोड बाटोको त्यही भएर अहिले मलाई अप्ठ्यारो हुन्छ भिडियो बनाउनु म सिधै घर गएर तपाईँहरूलाई देखाउँछु ल गाइज बाई बाई ल गाइज म चाहिँ चौतारामा आएको चौतारामा बसिरहेको छु अनि मेरो निगलो चाहिँ यहाँ छ निगलो चाहिँ यहाँ छ निगलो यहाँ छ अनि बल्ल शीतल हावा चल्यो गर्मीले अप्याक बनाइसकेको थियो चौतारा नि यस्तो भट्किरहेको पहिरोले चिराइरहेको यहाँतिर त ठिकै छ उपर चिरिरहेको अनि गइन्छ अनि खाजासाजा खाइन्छ अनि त्यहाँबाट चाहिँ उसो गर्ने होला म चाहिँ लुगा धुनु पर्यो नि लुगा धुन्छ लुगा अनि हिजो भिजाएको गएर धुने हो शीतल हावा आइरह अनि यहाँबाट चाहिँ हाम्रो बबाल झरना देखिन्छ नार्चाङको त्यही नै हो गाइज अब घर गएर लुगा धुने त्यहाँबाट बेलुकातिर खानासाना बनाउने खाने सुन्ने त्यही हो मेरो आजको अपडेट चाहिँ के छ भने आजको अपडेट चाहिँ त्यही हो निगाला काट्यो अनि बिहान चाहिँ उठेर लुगा धोएँ खानासाना खाएँ बसेँ 12 बजीतिर निगाला काट्न आएको म 12 बजीतिर आयो अनि काट्दा के गर्दा 1 घन्टामा ठिकै भयो थियो काट्ने र चुया काटेर भानेर मलाई चाहिँ चुया काट्न आउन कि यस्तो गरेर उस गरेको फेरि मलाई चाहिँ खासै राम्रोसँग चुया काट्न आउन मलाई अनि निगाला काट्यो त्यही नै आजको अपडेट चाहिँ अब घर जाने खाजा खाने लुगा धुने त्यही हो आजको अपडेट चाहिँ साथीहरू अब के भन्छ अरे बस्नै पर्यो तपाईहरुले माया गरिदिनु होला भिडियोलाई माया देखाइदिनु पर्यो कि गाइस सब्स्क्राइब बढाउनु पर्यो ल त्यही भन्दै म भिडियोलाई अन्त्य गरिदिन्छु सब्स्क्राइब गर्नु होला सब्स्क्राइब गर्नु नबिर्सिनु होला शेयर पनि गरिदिनु होला त्यही नै हो आजको अपडेट चाहिँ बाइ बाइ